महिनावारीमा पेट दुख्नेलाई हामी मेडिकल टर्म्समा डिस्मेनोरिया भन्छौँ र यो पनि दुई किसिमको हुन्छ, प्राइमरी एन्ड सेकेन्डरी डिस्मेनोरिया। प्राइमरी डिस्मेनोरिया चाहिँ रिलेटिभली लेट टिन्स र अर्ली 20s मा देखिन्छ। यसको कारण चाहिँ एउटा प्रोस्टाग्ल्यान्डिन भन्ने एउटा केमिकल हुन्छ जुन चाहिँ हाम्रो पाठीघरमा रिलिज हुन्छ र त्यसको काम भनेको चाहिँ पाठीघरलाई खुम्चाउनु हो र यो खुम्चाउने हुनाले चाहिँ नि यो क्र्याम्प आउँछ र यो चाहिँ विशेष गरी महिनावारी सुरु भएको 1-2 वर्षपछि देखिन्छ र महिनावारी भएको दिन या 1-2 दिनसम्म चाहिँ यो रहन्छ। त्यसैले यसमा चाहिँ कुनै पनि रोग हुँदैन भने सेकेन्डरी डिस्मेनोरिया चाहिँ अलिकति उमेर बढेको महिलाहरू आफ्टर 25 इयर्स र पहिला नदुख्ने तर अहिले आएर दुख्ने र यो खालको दुखाइ चाहिँ महिनावारी हुनु हप्ता 10 दिन अगाडिदेखि नै दुखेर महिनावारी भरि पनि दुखाइ रहिरहन्छ र यो डिस्मेनोरियाको कारण चाहिँ केही न केही रोग हुन्छ नै, जस्तो कि इन्डोमेट्रियोसिस भनेको पाठीघरको भित्री लाइनिङलाई हामी इन्डोमेट्रियम भन्छौँ। अब यो भित्री लाइनिङ चाहिँ पाठीघरमा मात्रै रहनु पर्ने तर पाठीघरभन्दा बाहिर भयो भने त्यसलाई इन्डोमेट्रियोसिस भनिन्छ। यसमा पनि महिनावारी हुँदा धेरै नै पेट दुख्ने समस्या आउँछ। त्यस्तै एडिनोमायोसिस भनेको पाठीघरको मांसपेशीभित्र यो इन्डोमेट्रियमहरू गयो भने यसमा पनि महिनावारी हुँदा धेरै ब्लिडिङ हुने र धेरै दुखाइ हुन्छ। त्यस्तै पाठीघरको ट्युमर, फाइब्रोइड, इन्डोमेट्रियल पलिप्स यिनीहरूमा पनि पेट दुख्ने गर्छ। त्यस्तै पाठीघरको इन्फेक्सन, पेल्भिक इन्फ्लामेटरी डिजिज यसको कारणले पनि डिस्मेनोरिया भइरहेको हुन्छ। महिनावारीमा पेट किन दुख्छ त? महिनावारीमा पेट दुख्नेलाई हामी मेडिकल टर्म्समा डिस्मेनोरिया भन्छौँ र यो पनि दुई किसिमको हुन्छ, प्राइमरी एन्ड सेकेन्डरी डिस्मेनोरिया। प्राइमरी डिस्मेनोरिया चाहिँ रिलेटिभली लेट टिन्स र अर्ली 20s मा देखिन्छ। यसको कारण चाहिँ एउटा प्रोस्टाग्ल्यान्डिन भन्ने एउटा केमिकल हुन्छ जुन चाहिँ हाम्रो पाठीघरमा रिलिज हुन्छ र त्यसको काम भनेको चाहिँ पाठीघरलाई खुम्चाउनु हो र यो खुम्चाउने हुनाले चाहिँ नि यो क्र्याम्प आउँछ र यो चाहिँ विशेष गरी महिनावारी सुरु भएको 1-2 वर्षपछि देखिन्छ र महिनावारी भएको दिन या 1-2 दिनसम्म चाहिँ यो रहन्छ। त्यसैले यसमा चाहिँ कुनै पनि रोग हुँदैन, यसमा चाहिँ कुनै ठुलो रोग हुँदैन भने सेकेन्डरी डिस्मेनोरिया चाहिँ अलिकति उमेर बढेको महिलाहरू आफ्टर 25 इयर्स र पहिला नदुख्ने तर अहिले आएर दुख्ने र यो खालको दुखाइ चाहिँ महिनावारी हुनु हप्ता 10 दिन अगाडिदेखि नै दुखेर महिनावारी भरि पनि दुखाइ रहिरहन्छ र यो डिस्मेनोरियाको कारण चाहिँ केही न केही रोग हुन्छ नै, जस्तो कि इन्डोमेट्रियोसिस भनेको पाठीघरको भित्री लाइनिङलाई हामी इन्डोमेट्रियम भन्छौँ। अब यो भित्री लाइनिङ चाहिँ पाठीघरमा मात्रै रहनु पर्ने तर पाठीघरभन्दा बाहिर भयो भने त्यसलाई इन्डोमेट्रियोसिस भनिन्छ। यसमा पनि महिनावारी हुँदा धेरै नै पेट दुख्ने समस्या आउँछ। त्यस्तै एडिनोमायोसिस भनेको पाठीघरको मांसपेशीभित्र यो इन्डोमेट्रियमहरू गयो भने यसमा पनि महिनावारी हुँदा धेरै ब्लिडिङ हुने र धेरै दुखाइ हुन्छ। त्यस्तै पाठीघरको ट्युमर, फाइब्रोइड, इन्डोमेट्रियल पलिप्स यिनीहरूमा पनि पेट दुख्ने गर्छ। त्यस्तै पाठीघरको इन्फेक्सन, पेल्भिक इन्फ्लामेटरी डिजिज यसको कारणले पनि डिस्मेनोरिया भइरहेको हुन्छ। महिनावारीको दुखाइ भएमा के उपचार गर्ने त? महिनावारीको दुखाइ भएमा घरेलु उपचार जस्तो कि हट वाटर ब्यागको प्रयोग, ऑयल मसाजहरू गर्ने, त्यस्तै यो जिन्जर टी, सिनामन टीहरूमा पनि इन्फ्लामेसन कम गर्ने तत्त्व हुन्छ, त्यसैले यो प्रशस्त रूपमा पिउने। त्यस्तै अहिलेको एभिडेन्सहरूले चाहिँ म्याग्नेसियम रिच फुड, म्याग्नेसियम भनेको एउटा यस्तो मिनरल हो जसले चाहिँ मसल्सलाई अलिकति रिल्याक्स गराउँछ, त्यसैले मसल क्र्याम्पहरू आउन दिँदैन। यस्तो खाना खानाले पनि पिरियडको क्र्याम्प कम भएको देखिएको छ, जस्तो कि प्रशस्त मात्रामा ग्रिन भेजिटेबल्सहरू खाने, बनाना, एभोक्याडोज, नट्सहरू खानुपर्छ। त्यस्तै एक्सर्साइज पनि गर्नुपर्छ। अब दुखेको बेलामा एक्सर्साइज कसरी गर्ने त भन्ने तपाईहरूलाई लाग्ला, तर थोरै मात्रामा पनि एक्सर्साइज गर्नाले दुखाइलाई कम हुन्छ। त्यसैले महिनावारीको दुखाइलाई सामान्य नमानिकन एकचोटि आफ्नो स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुहुन अनुरोध गर्दछु र हरेक हाम्रा दिदी बहिनीहरूले आफ्नो महिनावारीको रेकर्ड राख्ने,
साथसाथै मेन्स्ट्रुअल हाइजिन पनि मेन्टेन गर्नुहुन अनुरोध गर्दछु। धन्यवाद। जिम्मेवारी हाम्रो सहज र सुलभ स्वास्थ्यको